वेलकम टु च्यानल। आज हामी फेरि सकारात्मक बजेर जाँदै हो। अनि अहिले चाहिँ युगेश्वरमा टोइलेट बस्ने ठाउँमा बसेको खाजा खानलाई 3 हप्ता भइसक्यो साकेलालाई हिँडेर थाकेर भइरहन्। अब भोलि लास्टमै जाडो साकेला हुँदैछ गजलडुब्बा। फेरि आज पनि 6 घन्टाको यात्रा भइरहेको छ। घरबाट बिहानै ट्रेनले मातेको मन्दिरमा गएर यस्तो काम पनि हरियाली हरियाली बिसाउने ठाउँ यहाँ रहेछन् केटा अलिअलि चटपटी जा पनि बनाउँछ। मिठो हुन्छ क्या गाडीमा हिँड्दा मिठो हुन्छ। खरा खराउ अमिले चाहिँ आज त कडा भएछ। कुर्सी एट्याच वाला हो पाकिसक्यो कुर्सी त भात पाक्न उसले कवाडीले अब सिधै कुरो भनेको कुरो त नि होइन धनीले अनि अनि त्यो भनेर आयो अरे बुझेन होइन। वासरुम गर ए गएको छैन है लागेको बाटो अब अझै 2-2.5 घन्टा होला। चटपट पहिला छिटो जाऊ है छिटो आऊ तिमी त हराउँछौ। टोइलेट वासरुम जाने ल फाइनली आइपुग्यो हामी गजेदो पहिले बस्छ। हामी चाहिँ यहाँ गजेदो आइपुग्यो घुम्दैछ। यहाँ कोही चाहिँ एक्सर्साइज गर्ने अरे 1 किलो गर्छ अरे 1 सेकेन्डमा। जाम ओ जाम न उता जाने अरे त भनिसक्यो। जाम ल घुम्नु आइसक्नु ल छिटो आउनु न तपाईँलाई कुदेको उता जाने हो अरे 1 राउन्ड हिँड्नै अल्छी गर्छन् निस्किँदैनन् नै अल्छी गर्नेहरू बस्दै गर्छन् हामी गएर आउनुपर्छ। आज भिडियो चाहिँ तर यस्तो काम गरेर आएर यस्तोमा नजिकमा होइन खेल्ला यस्तो घुम्ने भने कति थकान मेटिन्छ। टुलहरू पनि छन् अघि यहाँ कन्सर्ट कता भइरहेको थियो कि अनि मलाई भाइले भिडियो पठाइरहेको थियो कन्सर्ट अघि माथि हाल्ने क्या यतै कता नजिक पढिरहेको। सुषमा नाना हामी सेसाङ बजार यहाँ आएर फोटो खिचेको बिहान आएर के एकछिन पारी जाने रे भने खोइ हिँड्दै खोज्नुहुन्न उहाँहरू त यतै घुम्ने ल्यायो भनेर हो क्या। त्यही भएर सुरुमा आउँदा यस्तो थिएन नि हामी बनाएकै थियौँ। सेकेन्ड टाइम पुऱ्याउँदा बनाएको थियो अहिले 32 थियो अहिले 32 पनि राखेछ। कति फरक कहाँबाट देखेको त्यो त लाइट त माथिबाट अझै राम्रो ऊ त्यो माथि बसेर हेर्न चाहिँ रमाइलो रहेछ। अनि उनीहरूले त बाजेहरू त छोडेर रहेछ नि त हुन्डे बाजे त वहीँ रुममै लाटाहाट नबोलाइ पाएछन् हो र भने खाना खाने बेला मात्रै बोलाउनु देख्ने सर अलिक छिटो आउनु पर्ने सबै बन्दै तर के एक्सर्साइज भयो घट्छ अलिकति फुफु घट्ने भने होइन तलदेखि यहाँसम्म लाइन जन्तिने जन्तीलाई हेर 23 जना मान्छे एक्लै यहाँ फुफु मात्रै होला 23 जना मान्छे झर्दा नि कसरी तपाईँ छुट्यो एक्लै। अनि झरेको होइन मान्छे 13,010 त्यत्रो गुन्टुङ टुङटुङ होइन कि मैले सिरित हाल्न सोधेँ खोइ फुपू हाम्रो फुपू भने उसले बसबाट झरेन भने कि अनि मान्छे जिस्केर भयो टोइलेट गएको छ भने भरे तपाईँको फोन त बसबाटै झरिन अगाडि बसेको थिएँ। अनि को तपाईँ चाहिँ को थियो नेपाली हाम्रो ग्रुपको थिएन अरू अर्को भाइहरू देख्यो बोल्दै थियो अनि त्यो झरेन त्यो नेपालीहरू चाहिँ अनि बोल्दै थियो क्या अनि आउँदै नेपाली आउँदै आउँदैन होइन सबै अरू अनौठो छ है यो त फर्स्ट टाइम भयो होला सबैजना टोरे रहेछ अब गइसक्यो टाइम।
खानपिन सुरु भयो अब सबैसँग उल्टो रे वारपार होइन हिजै गएर आउनुभएको थियो हाम्रो यहाँ वेलकम हाम्रो त हेर्नु यस्तो छ उता हेर्नु यो डालो चाहिँ मलाई पनि हामीले यस्तो यस्तो त जोड्नु पर्ने हो क्या यो भनेर चाहिने सामान हामी चाहिँ यता पाहुना यता रे यता अध्यक्ष बिचा बसेमै हामी त पछाडि प्रमुख सल्लाहकार अघि बस्छु मनाउनुको निमित्त आज हामी हाम्रो निमन्त्रणलाई स्वीकारेर यस हाम्रो प्रतिमा सम्पूर्ण पदाधिकारीहरू साथै अग्रज दाजुहरू साथै हाम्रो जेजुदेखि पाल्नुभएका हाम्रो अध्यक्षज्यूको शुभेच्छा यहाँहरूले हाम्रो निमन्त्रणलाई स्वीकारेर र अथवा हामीलाई माया गरेर हाम्रो संस्कार संस्कृति भुल्नु हुनाले उहाँ पनि मेरो भाइ आधी भात खाइसक्यो आधी आउँछ आधी रेडी भएर निस्किन्छ ए एसी ओ लुगा त्यो कालो कसको हो लुगा के खाली छ भने ल भरे त छोरे गएको त भरे चाहिँ अनि के लाएर जान्छ केटी मैले 3टा साइकल यसपालि जुत्तै नफेरेको 3टा यही मैले चाहिँ गरिसकेँ गर भए पऱ्यो 10जना लौट फर्स्ट प्राइज पारेको छ तिमीलाई पऱ्यो कि ए ल ल ल हाइट ओ त मेरो सफा गरिदेऊ न उता 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 छ त्यो पनि हो कि मेरो ल छैन चसा पुग्ने त झोला आउँछ कति खायो तिम्रो आज जित्तौडीले खाने हो नि ओ चसा पुस्यौ कि त्यतिकै स्प्रे मात्र लिने यसले ल यसले बुझ मेरो उधार छ पुपु छ पुस्ने अरे ल जम जम गाइस यति मात्रै हामी जाने अरू सबै गइसक्यो नि यति मात्रै हामी कतिजना गाडी मर्छौँ अर्दैन भयो ल खाना खाऊँ न सँगै अर्दैन नि खै तिम्रो चस्मा कस्तो छ फेरि ल्याउने हो गाजेर ए यो त सुहाउँदैन ल यो त कसले लाउँछ महँगो होला यो हेर्दा यो कुनै छ गजे त मैजा सकेला मनाउने सबजना रेडी भएर आउँदै मन्दिपा यो हाम्रो कति साल हो भनेर लगातार मेरो 4 साल लगा यहाँ खाँदै ओ सको सदाखिजु कहाँ जानुभयो सको सदाखिलाई छोड्नु भएन ए ल मेरो त 55 बेस्ट म त अरू के चाहियो कोरेसन खाना के भयो के छ कस्तो राम्रो नआउने कि है कस्तो राम्रो हेर नि त पानी हेर कति गजे त सबैभन्दा फादा राम्रो सबै भने गजे त के खाने अरू खान्छ होला सोधेन नि अरू खान्थ्यो होला कफी बाजे कफी खानु हुने नखाने आन्टी कफी नखाने रे आइस म आइस अमेरिकन गाउँदै गएर भने यहाँ चाहिँ हाम्रो फादा कस्तो सफा छ गजेको फादा त म यहाँ सालैपछि यहाँ आयो यो ठाउँमा कतिचोटि 4 चोटि भयो बस 4 चोटि 5 चोटि ल हामी यहाँ आइपुग्यो नाच्ने ठाउँमा सकेला
मै जाएर मनाउन आइपुग्यो मै गरेर गाइस सल्टु बाइ तपाईँ नबस्दै जाने हो र साँच्चीकै बस्नु न तर सुरी भए छैन बरु यसरी नआउनु अहिले खाना खाने बेला पनि टिकाउनु अनि राईको मेसमा त खानु परेन मोबाइल चाहिँ बोके खान्छ ल न पालै पालो फोन आएको आएकै गर्नु थाल्यो त मलाई त यहाँ त बारेको छ त यो चस्मा त बाङ्गो छ कसरी बनाउँछ मन तिमीलाई कहाँ हो एउटा आँखाबाट यहाँ देखिरहेको छ एउटा आँखाबाट चाहिँ ऊ देख्छ रहेछ क्या बाहिरको होइन एउटा आँखाबाट चाहिँ यस्तो अलि देखेँ बाङ्गो लाउँदा देख्दैन हो लाउँदा चाहिँ हुँदैन टिकटक त बनाऊँ न पर 3 पानीमा उपर गएर पहिला हामी टोयलेट जान्छ नमस्ते गरौँ
उहाँको जिकेएस मोबाइलको प्रोप्राइटर हाम्रो प्रशान्त राज बानेज्यूलाई पनि आजको विशेष अतिथिको आसन ग्रहण गर्नलाई म हार्दिक अनुरोध गर्दछु र यसै गरी हाम्रो आजको ल ह्याप्पी सकेल लगा मैजर हो अब सक्यो है आजबाट यो वर्ष सकेललाई कस्तो राम्रो टोयलेट यहाँ झिलिम सबै यति त घरमा नि गर्दैन यार पोजिटिभ कुरा गर्ने हो रमाइलो कुरा ए पोजिटिभ कुरा नि पोजिटिभ आइरहेछ त दाजु हाम्रो 15 त 16 वर्ष हो तपाईँ जेन्जी भनेर भनिरहेछौँ त हामीले यो गजे त साह्रै राम्रो हामी साँच्चै यतै काम गर्न आउनु पर्यो जस्तो जस्तो उडास लाग्छ 2 दिनपछि त्यो हामी यसो आएको र बोल्दै एक हप्ता नि स्वर्ग छ स्वर्ग दामी कस्तो दामी यस्तै टुप्पो टुप्पो भिडियो बनाउँछ पर उतो फेन्सनमा पर जानु कहाँ छ पेन्सन पारे त्यहाँ त कसरी जान्छ उता पर उता लेफ्ट एन्ड राइटमा लाइक गर्नु पर्यो लाइभ छैन भाइले यसरी कहाँ त्यही भने एउटा केटी पटाउन सक्दैनौ तिमी त्यो नाम